2058 साल जेठ 19 गते रातको ठिक 8:39 युवराज दिपेन्द्रले आफ्नी प्रेमिका देवयानीलाई फोनमा भने गुड नाइट, भोलि कुरा गरौँला। यसको केही मिनटपछि उनी सैन्य पोसाकमा देखा परे। उनको काँधमा एकातिर M16 राइफल थियो, अर्कोतिर 12 बोर राइफल, हातमा MP5 सबमेसिन गन अनि कमरमा पिस्तोल, आँखामा आक्रोश र दिमागमा सनक भरिएको थियो। त्यसपछि नारायणी दरबारभित्र जे भयो त्यो नेपाली इतिहासकै भयानक घटना साबित भयो। राजा वीरेन्द्रको वंशनाश भयो र यही दिनबाट राजतन्त्रको पनि दिनगन्ती सुरु भयो। नमस्कार साथीहरू, आजको भिडियोमा प्रेमिकासँग विवाह गर्न नपाएपछि सन्किएका युवराज दिपेन्द्रले कसरी दरबार हत्याकाण्ड मचाए भनेर बताउनेछु। 19 जेठ 2058 तत्कालीन युवराज दिपेन्द्रको दिनभरिको शेड्युल फिक्स भइसकेको थियो। दिउँसो बुबा वीरेन्द्र र आमा ऐश्वर्यसँग लन्च गरेपछि अपराह्न 4 बजे उनी सातदो खेल मैदान पुगे। एक दिनपछि अर्थात् 21 जेठबाट हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी कस्तो भइरहेको छ भनेर बुझ्न दिपेन्द्र सातदो पुगे। त्यहाँबाट फर्केर करिब 5:30 बजे उनले बुबा आमासँगै चिया खाए। त्यसपछि वीरेन्द्र, ऐश्वर्य र दिपेन्द्र दिल्ली बजारमा रहेको बडा गुरुज्यू नयनराज पाण्डेको घरमा गए। करिब 1 घण्टा पाण्डेको घरमा बसेपछि उनीहरू त्यहाँबाट नारायणी दरबार फर्के। जेठ 19 गते शुक्रबारको दिन नारायणी दरबारमा राजपरिवारको पारिवारिक जमघट थियो। हरेक महिनाको अन्तिम शुक्रबार नारायणी दरबारमा राजपरिवारका आफन्त र नातेदारहरू मात्र भेला हुन पाउने एउटा पार्टी हुन्थ्यो। यो पार्टीमा बाहिरका मान्छेहरू अलाउड हुन्थेनन्। पार्टी सुरु हुनुभन्दा अगाडि नै दिपेन्द्र पार्टी हुने ठाउँ त्रिभुवन सदनमा पुगे। त्यहाँ पुगेर उनी एक्लै स्नुकर खेल्न थाले। स्नुकर खेल्दा खेल्दै उनले आफ्ना एडिसी गजेन्द्र बोहरालाई भनेर एक पेग व्हिस्की मगाए। गजेन्द्रका अनुसार उनले दिपेन्द्रलाई फेमस ग्राउस नामको व्हिस्कीको एक पेग दिए। यतिखेर साँझको 7 बजिसकेको थियो। पौने 8 बजेतिर पार्टीमा पुगेका पारस शाहका अनुसार उनी पुग्दा दिपेन्द्र झ्याप भइसकेका थिए। रक्सीले झ्याप भएका दिपेन्द्रले 8:19 एडिसी गजेन्द्र बोहरालाई फोन गरेर चुरोट मगाए। चुरोट लिएर पुगे दिपेन्द्रका सहयोगी, दरबारिया भाषामा भन्दा अर्दली रामकृष्ण केसी र गजेन्द्रका अनुसार दिपेन्द्रले मागेको चुरोटमा गाँजा र चरस दुवै भरिएको थियो। अर्दली रामकृष्ण केसीका अनुसार उनले दिपेन्द्रलाई 5-6 गाँजा भरेको चुरोट दिएका थिए। खासमा दिपेन्द्रले पार्टीमा गाँजा र चरस खाने योजना दिउँसै बनाइसकेका थिए। दिपेन्द्रले दिउँसो 2 बजेतिर नै चुरोटमा भर्नु भनेर रामकृष्ण केसीलाई गाँजा र चरसको पोको दिएका थिए। दिपेन्द्रका एडिसी गजेन्द्र बोहरा र राजकुमार कार्कीका अनुसार दिपेन्द्र गाँजा र चरसका अम्मली थिए। कार्कीका अनुसार पछिल्लो 1-1.5 वर्ष यता दिपेन्द्रको गाँजा खाने रफ्तार बढेको थियो। दिपेन्द्र कतिसम्म एडिक्ट भइसकेका थिए भने उनी सार्वजनिक कार्यक्रममा समेत गाँजा भरेको चुरोट तान्दिन्थे। बुबा वीरेन्द्रपछि राजा आउने लाइनमा रहेका दिपेन्द्र आफूले मन पराएकी केटीसँग विवाह गर्न पाउँदिन कि भनेर तनावमा थिए। सार्वजनिक भएका विवरण अनुसार दिपेन्द्रकी गर्लफ्रेन्ड थिइन् देवयानी राज्यलक्ष्मी राणा। दिपेन्द्र जुनसुकै हालतमा पनि देवयानीसँग विवाह गर्न चाहन्थे। तर दिपेन्द्रकी आमा ऐश्वर्य भने देवयानीलाई आफ्नी बुहारी नबनाउने अडानमा थिइन्। 19 जेठको पार्टीमा पनि दिपेन्द्रले पारससँग आफ्नो विवाहकै कुरा गरेका थिए। पारसका अनुसार दिपेन्द्रले उनसँग भनेका थिए, मुमासँग पनि कुरा गरे, हजुरमुवासँग पनि कुरा गरे, नहुने भयो। अब बुबासँग आइतबार दर्शन पाउँछु, त्यो बेला बुबासँग कुरा गर्छु। पारसका अनुसार दिपेन्द्रले आफ्नो विवाहको तनाव 1 वर्ष अगाडि नै सुनाएका थिए। 2057 को असार 13 गते भएको दिपेन्द्रको बर्थडे पार्टीमा पनि विवाहकै विषयमा लफडा भएको थियो। दरबारका सैनिक सचिव तथा दिपेन्द्रका एडिसी रहिसकेका विवेक कुमार शाहको किताब मैले देखेको दरबार सैनिक सचिवको संस्मरण अनुसार 13 असार 2057 को पार्टीमा विवाहकै विषयलाई लिएर दिपेन्द्र र ऐश्वर्यको भनाभन भएको थियो। 19 जेठ शुक्रबारको पार्टीमा सबैजना आफन्त आउँदासम्म दिपेन्द्र रक्सी, गाँजा र चरसको ककटेलले झ्याप भइसकेका थिए। पारसका अनुसार पार्टी सुरु हुनु अगाडि नै दिपेन्द्र झ्याप भएर उभिन नसक्ने अवस्थामा पुगे। त्यसपछि पारस लगायत 4-5 जनाले बोकेर दिपेन्द्रलाई उनको कोठासम्म पुर्याए। कोठामा पुगेपछि दिपेन्द्रले आफ्नी गर्लफ्रेन्ड देवयानीलाई फोन गरे। पूर्व प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको नेतृत्वमा बनेको दरबार काण्ड सम्बन्धी उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन अनुसार दिपेन्द्रले 8:12 देवयानीलाई पहिलो फोन कल गरे। यो फोनमा उनीहरूबीच 1 मिनेट 14 सेकेन्ड कुराकानी भयो। त्यसपछि 8:25 देवयानीले दिपेन्द्रलाई फोन गरेर 4 मिनेट 14 सेकेन्ड कुराकानी गरिन्। त्यसपछि 8:39 दिपेन्द्रले देवयानीलाई फोन गरे। यो तेस्रो फोन कलमा भने उनीहरूबीच जम्मा 32 सेकेन्ड मात्र कुराकानी भयो। करिब आधा घण्टाको बिचमा भएका यी 3वटा फोन कलमा देवयानी र दिपेन्द्रबीच के कुराकानी भयो त? राजदरबार हत्याकाण्डपछि विक्षिप्त भएकी देवयानी उपचारका लागि भारत गइन्। उनले भारतबाट नै छानबिन समितिलाई बयान दिइन्। देवयानीका अनुसार पहिलो फोन कलमा दिपेन्द्रले उनलाई 21 गते हुने नेसनल गेमको उद्घाटनमा आऊ है भनेर रिक्वेस्ट गरेका थिए। दिपेन्द्रका एडिसीहरूका अनुसार दरबार बाहिर हुने कार्यक्रमहरूमा प्रायजसो देवयानीलाई साथमै लिएर जान्थे दिपेन्द्र। मोबाइलमा राम्रोसँग आवाज नबुझिएपछि दिपेन्द्रले फोन काटे। त्यसपछि देवयानीले दिपेन्द्रलाई फेरि फोन गरिन्। दिपेन्द्रको फोन नउठेपछि
फोन अटो डाइभर्ट भएर दिपेन्द्रका एडिसी राजकुमार कार्की कहाँ पुग्यो। कार्कीले फोन उठाएपछि देवयानीले भनिन्, सरकारलाई अर्थात् दिपेन्द्रलाई अलिक जान लागेको जस्तो छ, अफिस गइकन एकचोटि हेर्नु न, हि इज नट फिलिङ वेल। देवयानीले यति भनेपछि विद्यामा बसेका एडिसी राजकुमार कार्की नारायण हेटी जान भनेर हिँडे। त्यसपछि फेरि तेस्रो पटक 8:39 दिपेन्द्रले देवयानीलाई फोन गरे। त्यो फोनमा दिपेन्द्रले देवयानीलाई भनेका थिए, भोलि बिहान मात्र तिमीलाई फोन गर्छु, गुड नाइट, अब म सुत्न लागेको छु है, म भोलि बिहान फोन गर्छु, गुड नाइट। देवयानीका अनुसार फोनमा दिपेन्द्रको बोली लरबर आएको थियो, त्यही कारण उनले एडिसीहरूलाई फोन गरेर दिपेन्द्रको कोठामा गएर हेरिदिनु भनेकी थिइन्। देवयानीले रुँदै रुँदै समितिलाई दिएको बयानमा भनेकी छिन्, सरकारको स्वर लरबराई बक्सिरहेको थियो, सरकारको गाथमा आराम छैन कि के भयो भनेर एडिसीलाई कन्ट्याक्ट गर्दाखेरि माथि खोपीमा जानुहुन्छ कि भनेर मैले रिक्वेस्ट मात्र गरेको हुँ। देवयानीले नै दिपेन्द्रलाई सन्चो छैन भनेपछि एडिसीहरूले दिपेन्द्रका सहयोगी रामकृष्ण केसीलाई दिपेन्द्रको कोठामा पठाए। दिपेन्द्रका सहयोगी रामकृष्ण केसी र धाइयामा जमुना अधिकारी दिपेन्द्रको कोठामा पुग्दा दिपेन्द्र बेडमा नभएर भुइँमा लम्पसार परेका थिए। उनी भुइँमा लम्पसार परेरै लुगा खोल्न खोजिरहेका थिए, तर सकिरहेका थिएनन्। त्यसपछि रामकृष्ण केसीले दिपेन्द्रको लुगा खोलिदिए। लुगा फुकालेपछि दिपेन्द्र बाथरुम छिरेर बमिट गर्न थाले। अनि केही बेरमा आर्मीको कम्ब्याट लुगा लगाएर एउटा काँधमा M16, अर्को काँधमा 12 बोर राइफल, कम्मरमा पिस्तोल र हातमा MP5 नामको सब मेसिन गन बोकेर दिपेन्द्र आफ्नो कोठाबाट बाहिर निस्के। ढोकामा उभिएका दिपेन्द्रका सहयोगी रामकृष्ण केसीले हतियारसहितका दिपेन्द्रलाई सोधे, सरकार इमर्जेन्सी ब्याग चाहिन्छ कि? दिपेन्द्रले पर्दैन भने। कम्ब्याट ड्रेसमा हात हतियार भिरेर दिपेन्द्र बाहिर निस्केको खबर ड्युटीमा रहेका एडिसी गजेन्द्र बोहरालाई दिनु पर्यो भनेर रामकृष्ण केसी एडिसी अफिसतिर हिँडे। रामकृष्ण केसी एडिसी बोहराको अफिस नपुग्दै गोली चलेको आवाज सुनियो। गोली चलेको आवाज सुनेपछि केसी एडिसी बोहराको अफिस नगइकन डरले लुके। दिपेन्द्र हात हतियारसहित पार्टी भइरहेको ठाउँमा पुगे र पहिलो राउन्ड सिलिङमा फायर गरे। अनि तुरुन्तै आफ्ना बुबा वीरेन्द्रमाथि ब्रस्ट फायर गरे। वीरेन्द्रको पेटमा गोली लाग्यो। वीरेन्द्र लडखडाउँदै भुइँमा ढले। बुबालाई गोली हानेपछि दिपेन्द्र केही सेकेन्डका लागि हलबाट बाहिर निस्के। अनि फेरि केही सेकेन्डमै हलभित्र छिरे अनि ढलेका वीरेन्द्रमाथि फेरि फायर खोले। दिपेन्द्रलाई रोक्न गएका कान्छा बुबा धीरेन्द्रमाथि पनि दिपेन्द्रले गोली चलाए। त्यसपछि दिपेन्द्रले बहिनी श्रुति र बहिनी चाहिँ गोरखमाथि गोली चलाए। दिपेन्द्र फेरि केही सेकेन्डका लागि हलबाट बाहिर निस्के अनि फेरि हलमा छिरे र फेरि ब्याकफुटमै बाहिर निस्के। यतिन्जेलसम्म दिपेन्द्रले आफ्नी आमा ऐश्वर्या र भाइ निराजनलाई भेटेका थिएनन्। छोरा दिपेन्द्रले नरसंहार मचाएपछि रिसाएकी ऐश्वर्या दिपेन्द्रलाई नै मार्छु भनेर बन्दुक लिन आफ्नो कोठातिर जाँदै थिइन्। त्यही बेलामा दिपेन्द्रले भर्याङ चढिरहेको ऐश्वर्यामाथि गोली हाने। अनि आमाको पछि आइरहेका भाइ निराजनमाथि पनि दिपेन्द्रले गोली दागे। आफ्नो सम्पूर्ण परिवार समाप्त पारेपछि अन्त्यमा आफैलाई गोली हाने। 21 जना सहभागी भएको पार्टीमा दिपेन्द्रले आफूसहित 10 जनाको ज्यान लिए। दिपेन्द्रका एडिसीहरूले दिएको बयान अनुसार दिपेन्द्र हात हतियारका शौकीन थिए, गाँजाका पारखी थिए। दिपेन्द्रका एडिसी गजेन्द्र बोहराका अनुसार उनी पार्टीहरूमा गाँजा र चरस खान्थे। अर्का एडिसी राजकुमार कार्कीका अनुसार नेपाली सेनाले नयाँ हात हतियार ल्याउन साथ सबभन्दा पहिला दिपेन्द्रले चलाउँथे, आफै टेस्ट फायर गर्थे, हतियार मन परेपछि आफैसँग राख्थे। दरबार हत्याकाण्ड हुनु 1.5 वर्ष यता उनको गाँजा र चरस खाने मात्रा बढेको थियो। दरबारका सैनिक सचिव विवेक कुमार शाहको किताब अनुसार दिपेन्द्र बाल्यकालदेखि नै चुरोट खान्थे। शाहका अनुसार त दिपेन्द्र बाल्यकालदेखि नै उपद्रव गर्ने, हठी र परपीडक स्वभावका थिए। दिपेन्द्रको चरित्रबारे विवेकले आफ्नो किताबमा लेखेका छन्, परेवालाई गुलेली हान्ने, गुलेली लागेर परेवा भुइँमा खस्थ्यो, अनि परेवा मरेको छैन भने त्यसलाई झनै दुःख दिएर मार्ने गरी बक्सिन्थ्यो। उडिरहेको कागलाई गोली हानेर झार्ने, जिउँदो मुसा समाउने र पुच्छरमा आगो लगाएर छाडिदिने, अनि त्यसलाई तडपाई मार्ने। आफूभन्दा ठुला मान्छेहरूलाई मुक्का हान्नुपर्ने र मुक्का हानेको मान्छे लड्नु पर्थ्यो, अनि दिपेन्द्र खुसीले हाँस्थे। सैनिक सचिव शाहका अनुसार दिपेन्द्रको दोहोरो छवि थियो, दरबारभित्र नराम्रो, दरबार बाहिर राम्रो। दिपेन्द्रको यस्तो दोहोरो छविबारे उनी आफ्नो किताबमा लेख्छन्, दरबारभित्र एकदम नराम्रो, हठी, अनुदार, उच्छृङ्खल र कसैलाई नटर्ने, बाहिर भने उदार, खुला र जनतासँग घुलमिल हुने छवि थियो दिपेन्द्रको। यस्तै बानीका कारण दिपेन्द्रलाई 5 कक्षादेखि नै बोडानिलकण्ठ स्कुलमा बोर्डस गरियो। स्कुल पढ्न थालेपछि त दिपेन्द्र झन् उग्र भएर निस्किए। 5 कक्षा पढ्दादेखि नै उनी रक्सी खान थाले, ग्याङ फाइट गर्ने, कुटपिट गर्ने काममा लाग्न थाले। विदेश गएका बेला त रातभर रक्सी खाने, डिस्को जाने र कहिलेकाहीँ त केटीहरूसँगै लिफ्टमा रात बिताउँथे दिपेन्द्र शाह। दिपेन्द्र शाह केटीहरू भनेपछि हुरुक्कै हुन्थे। 7 कक्षा पढ्ने बेला नै दिपेन्द्रले सुप्रिया शाह नामकी केटीलाई लभ लेटर लेखेका थिए। दिपेन्द्रको सुप्रियासँग 25 सम्म अफेयर थियो, तर आमा ऐश्वर्या भने सुप्रियालाई आफ्नो बुहारी नबनाउने बोर्डमा थिइन्। हजुरआमा रत्न भने सुप्रियासँग विवाह गर्दा हुन्छ भन्थिन्। सुप्रियासँग अफेयर गरेको भन्दै ऐश्वर्याले दिपेन्द्रलाई एकपटक कुटेकी समेत थिइन्।
2045 सालमा दिपेन्द्र बेलायत पढ्न गएपछि उनको देवयानीसँग भेट भयो। त्यहीँबाट उनीहरूबीच प्रेम बस्यो। सैनिक सचिव शाहका अनुसार दरबार हत्याकाण्ड हुनुभन्दा 1 वर्ष अगाडि नै दिपेन्द्रले देवयानीसँग गोप्य रूपमा विवाह गर्न खोजेका थिए। छानबिन समितिलाई दिएको बयानमा देवयानीले आफ्नो र दिपेन्द्रको सम्बन्धबारे रुँदै भनेकी थिइन्, व्यक्तिगत कुरा हो, यसबारे म कुरा गर्न चाहदिनँ। दिपेन्द्र र देवयानीको प्रेम कति गहिरो थियो भने 2057 सालमा दिपेन्द्र आर्मीको प्याराजम ट्रेनिङ लिँदै थिए। प्याराजम गर्ने दिन बिहानै दिपेन्द्रले देवयानीलाई फोन गरेर भने, तिमीले पकाएको ब्रेकफास्ट खाएपछि मात्र म प्याराजम गर्छु, नभए गर्दिनँ। त्यसपछि देवयानी ब्रेकफास्ट बोकेर दिपेन्द्रलाई भेट्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गइन्। देवयानीले बनाएको ब्रेकफास्ट खाएपछि दिपेन्द्र प्याराजमका लागि सेनाको हेलिकप्टर चढे। दिपेन्द्र ल्यान्ड गर्ने ठाउँ मनोरामा दिपेन्द्रलाई कुरेर बसेकी थिइन् देवयानी। देवयानीसँग डी क्लबमा भए पनि दिपेन्द्र केटी खेलाउन भने माहिर थिए। बेलायतमा पढ्ने बेला नै दिपेन्द्रको एकजना जापानी केटीसँग पनि चक्कर चलेको थियो। विवेक कुमार शाहको किताब अनुसार ती जापानी केटी दिपेन्द्रलाई भेट्न बारम्बार नेपाल पनि आउँथिन्। दिपेन्द्रले ती जापानी केटीलाई पनि विवाह गर्छु भनेर झुलाएका थिए। एकपटक ती जापानी केटी नेपाल आएका बेला दिपेन्द्रसँग झगडा पर्यो। रिसाएर नेपालबाट फर्किने बेला एयरपोर्टमा ती जापानी केटीले दिपेन्द्रका बारेमा भनेकी थिइन्, योर क्राउन प्रिन्स इज म्याड, ही विल डाई अ डग्स डेथ। तिम्रो युवराज धिराज पागल हो, उसको मृत्यु कुकुरको जस्तै हुनेछ। यसरी रिसाएर गएकी ती जापानी केटी कहिल्यै नेपाल फर्केर आएनन्। देवयानीसँगको प्रेममा दिपेन्द्र दिवाना भइसकेका थिए। देवयानीसँग विवाह गर्नु हुँदैन भनेको भन्दै दिपेन्द्रले आफ्नी गर्भवती बहिनी श्रुतिलाई समेत कुटपिट गरेका थिए। 2057 सालको असार 13 गते दिपेन्द्रको 29औं जन्मदिवसमा राति 1 बजेसम्म पार्टी चल्यो। त्यो पार्टीमा पनि विवाहकै विषयमा लफा भयो। दिपेन्द्रका एडिसी रहिसकेका सुन्दर प्रताप राणाको किताब दरबारको दुखान्तमा लेखिएअनुसार 2057 साल असार 13 गते आफ्नो बर्थडे पार्टीमा दिपेन्द्रले 2057 सालको चैतभित्रै देवयानीसँग विवाह गर्छु भनेर घोषणा गरे। दिपेन्द्रले यस्तो घोषणा गरेपछि बहिनी श्रुतिले विरोध जनाइन्। रक्सीले झ्याप भएका दिपेन्द्रले श्रुतिको गर्दन समातेर घिसार्दै लात्ता हाने र त्यतिखेर श्रुति गर्भवती थिइन्। श्रुतिको पेटमा थिइन् सुरङ्गना। हजुरआमा रत्न, आमा ऐश्वर्य, बहिनी श्रुति र परिवारका अधिकांश सदस्यहरू देवयानीसँग आफ्नो विवाह नगराउने निर्णयमा पुगेपछि दिपेन्द्र साइको भइसकेका थिए। दिपेन्द्रले देवयानीसँग भागेर विवाह गर्ने र ओडा कार्यालयमा विवाह दर्ता गराउने प्लान गरेका थिए। दिपेन्द्रको यस्तो प्लान ऐश्वर्यले थाहा पाइन्। जेठ 19 को घटना हुनुभन्दा 1 दिन अगाडि जेठ 18 गते रानी ऐश्वर्यले दिपेन्द्रले आफूले भनेको केटीसँग विवाह नगरेमा युवराज धिराज पदबाट हटाउने धम्की दिएकी थिइन्। युवराजको पदवी खोसिनु भनेको राजा हुने बाटो बन्द हुनु थियो। आमाले यसो भनेपछि रिसाएका दिपेन्द्रले जङ्गिँदै भनेका थिए, इफ आई डु नट बिकम द किङ नोबडी क्यान बिकम, अर्थात् म राजा भइन भने अरू कोही पनि राजा हुन पाउँदैन। नभन्दै दिपेन्द्रले औपचारिक रूपमा राजगद्दी आरोहण गर्न पाएनन्। राजतन्त्रको प्रतीक श्रीपेच लगाउन पाएनन्। बेहोस अवस्थामै राजा घोषित गरिएका दिपेन्द्रलाई 22 जेठ 2058 मा मृत घोषित गरियो। दैवको संयोग नै भन्नुहोस्, दिपेन्द्रकी जापानी गर्लफ्रेन्डले भने जस्तै दिपेन्द्रले कुकुरको जस्तै मृत्यु भोगे। उनको अन्तिम संस्कारमा राजपरिवारका कोही पनि सदस्य सहभागी भएनन्। कर्फ्यू लगाएर दिपेन्द्रको अन्तिम संस्कार गरियो र आज पनि राजपरिवारका सदस्यहरूले जेठ 19 मा श्रद्धाञ्जली दिँदा दिपेन्द्रको फोटो राख्दैनन्।